व्हाट्सअप वन के फ्यामिली एन्ड वेलकम टु माई न्यू ब्लग। अनि आज चाहिँ म टक्क लाएर यहाँ घरतिर छु। आज चाहिँ म केरला हिँड्न लाग्यो भने भूतलाई एक्सप्लोर हान्न हिँड्न लाग्यो। भूत हुन्छ जस्तो लाग्दैन मलाई। होइन, मैले चाहिँ भूत प्रेतमा विश्वास गर्दिनँ र अन्धानले गर्छ कि नै अन्धान अगाडि हिँड्दै एक्लै एक्लै त्यसै त हराएको मान्छे काल पऱ्यो। अनि यहीँ माथि नजिक यहाँ एउटा भुतिया प्लेस छ, त्यही जान लाग्यो होइन भूतलाई एक्सप्लोर गर्न। भूत त हुन्न मलाई फिक्स हो ढुक्क हो, त्यो पनि अब के हुन्छ होइन कता जाने त खै यतातिर घरहरू छैन किनकि अलिअलि त उज्यालो हुन्छ क्या राति पनि। अहिले टाइम म देखाइदिन्छु। यहाँ चाहिँ कति बज्यो 1:08 भएछ होइन। यहाँ पनि देखाइन्छ घडीमा नि, घडी पनि लाखु देखेन यार, टल्कियो यार घडी टल्कियो। यहीँ देख्नु 1:09 गयो, यही देख्न सक्नुहुन्छ 1:09 6 सेकेन्ड 7 सेकेन्ड। हामी यस्तो राति हिँड्न लाग्यो होइन। अनि ढुक्क बाल लाउन्न बाल त लाउँछ अब के हुन्छ। अब मैले खिचखण्डी भन्ने विश्वास गर्छन् कि सबले, अनि मलाई चाहिँ विश्वास गर्दिनँ केसँग नि। कता हो अब हामी लगभग आउनै सकिसक्यौँ। यो त कुकुर कराउँछ डेन्जर, डर लाग्छ। त्यही माथि अझै यो ब्याकग्राउन्ड म्युजिक हेर्नु कस्तो भयो त्यस्तो छ। अनि म खिचडी चाहिँ यसरी रुँदो रहेछ। म हजुरलाई भिडियो पठाउँछु हेर्ने त ल। यो चाहिँ भिडियो सिडियो पठाउनु पर्दैन ल, देख्नुभयो होला। म यसरी रुँदो रहेछ खिचखण्डी। अनि अब हामी यहीँ अब एकछिनपछि भेटौँला है वहाँ गएपछि। हामी यहीँ अब एकछिनपछि भेटौँला है वहाँ गएपछि। सो गाइस अनि हामी चाहिँ आयौँ होइन। मलाई अलिअलि पनि डर लागेन। त्यसलाई चाहिँ होइन डर लाग्यो कि नै। यहाँ देख्न सक्नुहुन्छ यता त्यो अँध्यारो छ यार। हामी अन्जानमा मात्र आयौँ अनि भुतिया प्लेसमा आएको होइन। ओए अगाडि हिँड्छ फेरि एक्लै एक्लै, म फेरि पछाडि छु नि त। अनि म चाहिँ फेरि पछाडि छु नि त। अनि डर पनि लाग्छ घरि यता आएको होइन भुतिया प्लेस। अलि उस त छ कि बट मलाई के हो कराएको मुना नमाग्नु हुन्छ एक्लै एक्लै भागो नकराइन रुक। त्यसै भयो कि हामी अलि नजिक आइयो होइन, घरतिर आइयो। कता भर्खरै गएको है। अलि कस्तो बज्यो जस्तो लाग्यो। दौडाए बेकार थाके मात्र है। अहिले दौडाएको होला अब होइन, तर साँच्चै के बज्यो जस्तो लाग्थ्यो कि त हिँड्छ म हिँड्दैको मलाई म के बज्यो जस्तो तँ सुन् न अलि ताली बजा जस्तो भएको थियो नि। मैले त दिएँ नि राइज जाम कि त्यहीँ जाम पड्काउँछु नि गाना केही हिँड्न ढुक्क डराउने न। म त्यही अहिले मैले यस्तो राति हेर्नु कति मलाई फेरि भूत प्रेतमा चाहिँ विश्वास हुन्न। त्यो पनि भर्खरै दौडियो, किन दौडियो त्यो चाहिँ मलाई पनि थाहा होइन। मा अझै कुकुर अझ त्यस्तो भएन, कुकुर भुकिदिन्छ क्या। अनि कस्तो डर लाउँछ यार। अझ रातिको बेला अनि सुत्ने बेला नि हुन्छ नि त। यस्तो क्लियर जानुपर्छ जाने है राम्रो ढुक्क डराउनु हुनु। त्यो केटाहरू डराउनु हुन्न क्या आइज, त्यसै डराउँछ नि राम्रो। जो देख्यो त्यो भूतमा मान्दो रहेछ नि, भूत हुन्छ भनेर, भूत एक्जिस्ट जस्तो गर्छ भन्ने मान्दो रहेछ सब। मैले मान्थिनँ क्या है। अनि आज यता आएको होइन डराउनु दिन्छ भने चाहिँ सारी यस्तो बेला मजा खान्छ यार गाइस यार। त्यहाँ के हो कुना के हो भन्छ यार मायासाले। म त भागेको यार, साले तर्साइदियो यार। त्यसै भाग भने पनि भागिदिएको त्यही ढुक्क
किन उता भयो यता आइज नि यता उता डरारै किन डरा किन डराउने डराउनु त डराउने म एक्लै आउनु लाग्थेँ गाइज होइन म भएपछि डर्नु पर्दैन के यो तपाईँ भएर त डर लाग्यो नि माइकल म एक्लै आउनु लाग्थेँ गाइज होइन अनि यो पनि आयो होइन आज अब हामी त जान्छ होला यता दिए जाने रे त्यहाँ म गोरु देख्छु नि यता त्यही म लाइट बाली सिट पनि गरिदिन्छ म पनि देखिन्छु गोरु कता यो उयो त भएको छ त अनि म चाहिँ त्यहाँबाट आएँ अन्जन पनि आयो अन्जन त्यसपछि नि फेरि के प्यारानर्मल एक्टिभिटिज भयो भने अन्जनले नि त्यस्तो महसुस गरेको छ कि प्यारानर्मल एक्टिभिटी भएको अनि त्यो पनि भाग्यो अगाडि भाग्यो म त पछाडि थियो त्यो पनि अगाडि मैले पनि भागिदिएको यहाँ अहिले ट्याक्कै कति भयो मैले यहाँ अगाडि लाइट हालेको नि त त्यो भएर आँखा दिएन म घरमा आएको अहिले अनि अब चाहिँ टक्क लाएर फ्रेस हुनु पऱ्यो भनेर उनीहरूलाई एउटा चाहिँ त मैले लिनु पठाएको अन्जान अन्त अब छोडिदिनु मैले भन्नुलाई केही नै अहिले अब मैले यो भ्लग चाहिँ यति भूतलाई एक्सप्लोर गर्नु मात्र हो एक्सप्लोर गर्न पनि पाइनँ हुन्छ कि भनेर एकचोटि त म नि फर्स्टमा त म नि तर्सिएँ होइन त्यसपछि त मैले ल त्यो अहिले ल हुन्छ त्यसपछि त मैले नि अलिअलि विश्वास गर्न थालेको हुँ तर अहिले फुल्ली त होइन त्यो 1% चाहिँ हो होइन नत्र मैले 0% हुन्छ भन्ने लाग्थ्यो कि भूत छ अनि अहिले 1% हुन्छ भन्ने आशा छ होइन 1% हुने रहेछ भन्ने अलिअलि उसो छ अनि अब मैले त जस्तो त्यही बेला त्यो म्युजिक सुने प्लस कुकुरहरू भुक्यो कि होइन डेन्जर भयो कुकुर नि म त डेन्जर तर्सेर भागेको होइन त्यो बेला त्यो पोइन्टमा चाहिँ म डेन्जर भागेको अनि त्यसपछि अन्जनले होइन होला भनेर भन्यो मैले होइन भनेर फर्किएँ म पछि त्यो अन्जन अघि थियो अन्जनले फेरि के सुनेको के सुनेको साँच्चै हो कि झुटो होइन थाहा होइन नगाएन यार अब भ्लग यतै एन्ड हालिदिन्छु थ्याङ्क यू फर वाचिङ दिस भिडियो लाइक कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु ल बाई है त